म पनि लेख्नु रुचाउँछु अनि एक हिसाबले अब मेरो साहित्यिक हिरो हुनुहुन्छ उहाँ। म बहुत समयदेखि उहाँलाई फलो गर्छु अनि अनुराग बस्नेतसँगको मेरो सम्बन्ध बहुत पुरानो सम्बन्ध छ। फ्रुट्स अफ द ब्यारन ट्रीको ट्रान्सलेसन हुँदादेखि अन्त यहाँहरू दुईजनासँग बात गर्नु पाएर मलाई पनि बडो खुसी लागिरहेछ। म पहिलो चाहिँ म सञ्जय विष्ट सरबाट सुरु गर्न चाहन्छु। सर, तपाईँले उपन्यासको बारेमा किताबमा लेख्दाखेरि अहिले आन्दोलनलाई डकुमेन्ट गर्ने अवस्थाको बारेमा एक ठाउँ तपाईँले भन्नुभएको छ कि इतिहासकारहरूले गर्नु परेको काम चाहिँ लेखकहरूले गर्नु परिरहेछ, तर त्यो खण्डित भएर आउँछ, तर आख्यानको मजा नै त्यसमा छ भनेर तपाईँले भन्नुभएको जस्तो लाग्छ। सर, यसलाई प्लिज एक्सप्लेन गरिदिनुहोस्। सबैलाई नमस्कार। मलाई लागेको चाहिँ के हो भनेदेखिलाई नेपाली भारतीय नेपाली भाषी गोर्खाहरूमा अब हामीले त्यति ठुलो दार्शनिक पनि पाएनौँ, अघि इतिहासकार पनि पाएनौँ। मतलब इतिहासमा विद्यावारिधि गरेर होइन कलेज युनिभर्सिटीतिर पढाउनेहरू त छन् नि, तर हाम्रै इतिहास लेखिदिने मान्छे चाहिँ भएन। अब हाम्रो इतिहास त अर्को सम्प्रदायले ठिकसित लेखिदिँदैन, त्यो लेखेको छैन, हो कि? त्यसो गर्दाखेरि चाहिँ लेख्ने मान्छेहरूलाई, साहित्य लेख्ने मान्छेहरूलाई चाहिँ के लाग्दो रहेछ भनेदेखिलाई होइन, अब इतिहासमा लेखिँदैन, लेखिदिएन, कसैले लेखिदिँदैन भनेर अब चुप लागेर बस्नु भएन। त्यही विषयलाई चाहिँ लिएर हामीले साहित्य लेख्यौँ भनेदेखिलाई पनि हाम्रो इतिहास चाहिँ साहित्यमा सुरक्षित बस्नु सक्छ कलाको रूपमा भन्ने लाग्दो रहेछ। र अब यो कुरो चाहिँ अघि अब समीरण छेत्री सरले पनि गर्नुभएको छ। त्यो समीरण सरको एउटा कालो झोला भन्ने एउटा कथा छ। त्यो कथा हाम्रो इतिहास हो। अब आन्दोलनको इतिहासको सन्दर्भमा कुरा गर्नु हो भनेदेखिलाई गुप्त प्रधान सरले एउटा सिङ्गो कथा सङ्ग्रह नै यो आन्दोलनको सन्दर्भमा लेख्नु भएको छ। त्यो विराम चिन्हहरू भन्ने, मतलब लेख्नेहरूको दृष्टिकोण के हुँदो रहेछ भनेदेखिलाई अब कुनै पनि आन्दोलनको आजसम्म जो भयो यहाँनिर यसको सकारात्मक पक्ष पनि होला, तर यो स्रष्टाहरूले चाहिँ त्यो सकारात्मक पक्षभन्दा पहिला र टटकारो रूपमा चाहिँ नकारात्मक पक्ष देख्दो रहेछ क्या हो। अन्त त्यसो गर्दाखेरि यो आन्दोलनले चाहिँ समाजलाई कति नकारात्मक प्रभाव पार्यो भन्ने विषयमा त्यो एउटा सिङ्गो किताब लेखेको छ। धेरै कथाहरू छन्, तर किताबको नाम नै विराम चिन्हहरू र आन्दोलनले कसरी प्रगतिमा विराम लायो, विभिन्न सर्वाङ्गीन विकासमा भन्ने नि, विभिन्न पक्षको प्रगतिमा भन्ने कसरी विराम लायो भन्ने अब कुरा त्यहाँ पाइन्छ, हो कि? र अब त्यसै भएर होला आन्दोलनको एउटा अब अलिकति गतिलो किताब आउनु पर्थ्यो भन्ने लाग्थ्यो। तर अब छुदेनको किताब आयो अघिबाट, त्यसपछि तपाईँकै किताब पनि आयो, हो कि? त्यसपछि मात्रै मुन्नु गुरामाको किताब पनि आयो अलिकति अघि, त्यसपछि यो किताब आयो। तर अझै पनि साहित्यमा यो कुरो आफ्नो आफ्नो प्रकारले लेखिनुपर्छ भन्ने मलाई लाग्छ। धन्यवाद सर। यो किताब नेपालीको संस्करणको विशेष म कुरा गर्दैछु, माटाको घरको है। हामी यति धेर मान्छे भेला भएको छौँ, सायद धेरै कमले यो किताब पढ्नु भएको होला, मार्केटमा त्यति धेरै अभाइलेबल हुनु सकेन। यो नेपालको एउटा पब्लिसर साङ्ग्रिला बुक्सले छापेकोले गर्दा र नेपाल र भारत बीचको यो किताबको वितरणलाई लिएर जुन समस्या छ त्यसले गर्दाखेरि हामीले त्यो किताब त्यति धेरले पढ्नु पाएको छैनौँ। मैले पनि पाएँ, मैले हाम्रो मनोज बोगटीको कम्प्लिमेन्ट्री बुक ल्याएर घरमा पढेको किताब हो। मैले पनि किन्नु पाइनँ, यो किताब बहुत खोजेँ है। मलाई लाग्छ यो किताबको पुनः मुद्रण पनि सायद हुनुपर्छ कि, किनभने योभन्दा अगाडि लेखिएको किताब जस्तै फात्सुङ लेखियो होइन, फुलाङ्गे लेखियो,
अन्त पर्वत सोमरा र गोम्बेहरू लेखियो। यो किताबहरूले आन्दोलनको बारेमा लेखिएको किताबहरूले व्यापक रूपमा चर्चा पाएको छ र सञ्जय विष्ट सरको किताब अलिकति त्यस हिसाबले हेर्दाखेरि अलिकति कम्ती चर्चा पनि पाएको छ यो किताबले। यो किताबको चर्चा हुनुपर्छ भन्ने चाहिँ मलाई निजी रूपमा किन लाग्छ भन्दाखेरि यो पछिल्लो निस्केको आन्दोलनको किताबहरूभरिमा सबैभन्दा कम्प्रिहेन्सिभ चाहिँ यो किताब हो कि जस्तो लाग्छ। किनभने यसले जुन चाहिँ कालखण्डलाई समातेको छ त्यो कालखण्ड एकदमै ठुलो छ। यो 1986 को आन्दोलनमा मात्रै रेस्ट्रिक्ट भएको छैन, अगाडि बढ्दै 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 आएर झन्डै 30 वर्षको कालखण्ड 2017 सम्म आइपुगेछ। अझै त्यो किताबको ब्याकग्राउन्ड जुन चाहिँ फर्स्ट च्याप्टर छ त्यो फर्स्ट च्याप्टरले हामीलाई सिधै सुगौली सन्धिमा लगेर जान्छ। यति साह्रो बृहत तरिकाको किताब छ। म अनुराग सरमा आउँछु। अनुराग सरलाई मैले नभेटिकन अनुराग सरको ट्रान्सलेसन पढेको चाहिँ वो भी कोई देश है महाराज, अनिल यादवको किताब इज द्याट इभन अ कन्ट्री सर भन्ने। अनि त्यस पछाडि तपाईँले फुलाङ्गे ट्रान्सलेट गर्नुभयो, फात्सुङमा पनि तपाईँले एडिटरको रूपमा काम गर्नुभयो। नर्थ इस्ट पनि एकदमै एउटा कन्फ्लिक्ट टोन जोन हो जो आइडेन्टिटीको लागि लगातार रूपमा त्यहाँनिर टर्मोल भइबस्छ। तपाईँलाई आइडेन्टिटी अनि यो कन्फ्लिक्टसँग रिलेटेड किताबहरू ट्रान्सलेट गर्नुमा अथवा यसलाई मेन स्ट्रिममा ल्याउनुमा किन यति धेरै इन्ट्रेस्ट छ अनुराग सर? नमस्कार। वो भी कोई देश है महाराजदेखि थालौँ न। त्यो किताब चाहिँ कस्तो हो भने एउटा हिन्दीको रिपोर्टर हुन्छ। हिन्दीको रिपोर्टर चाहिँ अब दिल्लीमा बसेको हुन्छ, कामदाम छैन साह्रै, अनि फिक्सन होइन यो, रियल मान्छे हो, रियल भएको कुरा हो यो। अनि नर्थ इस्टमा चाहिँ के हुन्छ भने नर्थ इस्टबाट चाहिँ नन नर्थ इस्टर्न्सहरूलाई खेदौरो लाउँछ, तिमीहरू जाऊ भनेर। कतिजना त सायद मार्छ पनि होला। यो 1999-2000 सायद कुरा होला। अनि यो रिपोर्टरको मनमा चाहिँ के आउँछ भने अब कामदाम छैन साह्रै, दिल्लीमा बस्नु छ, अनि नर्थ इस्टमा गएर एक दुईवटा डिस्प्याचेसहरू गर्नु पाइयो भने चाहिँ अलिक पैसा पनि आउने, अन्त अलिक टाइम पास पनि हुने एक प्रकारले। तर उसको च्यालेन्ज चाहिँ के छ भने, उसको चुनौती चाहिँ के छ भने चाहिँ अब पैसा छैन, कसैले कुनै न्युजपेपरसँग जोडिएको पनि छैन जसले स्पोन्सर गर्छ पठाइदिन्छ, आफै जानुपर्ने भयो। अब नर्मली चाहिँ के हुन्छ भने अब कन्फ्लिक्ट जोनमा जाँदाखेरि जतिवटा हामी आर्टिकल्सहरू पढ्छौँ, जतिवटा हामी कभरेज पढ्छौँ, त्यो एउटा प्रिभिलेज्ड अलिक माथिल्लो सतहको एउटा पढ्छौँ नि त। कुनै पनि जग्गामा केही पनि भयो भने कुनै एउटा एजेन्सीले मान्छे पठाउँछ, अनि उसले चिफ प्लेयर्सहरू अब पोलिटिसियन्सहरू अथवा जसलाई पनि भेटिकन उनीहरूको सबैको एउटा आफ्नो दृष्टिकोण लिएर दुईवटा पार्टिजको झगडा हुँदैछ भने दुईटै पार्टीको लिएर अनि एउटा रिपोर्ट तयार गर्छ। त्यसमा के हुन्छ भने अब त्यो पनि जरुरी छ, किनभने एउटा ओभरअल भ्यू त हुनु पर्यो। यो रिपोर्टरको चाहिँ के एउटा इन्ट्रेस्टिङ चाहिँ छ भने चाहिँ उसकोमा केही पनि छैन, न रिसोर्सेस छ न पैसा छ। एकजना साथीले लिएर गएको छ, झुट बोलेर हामी जान्छौँ, हामी एकदम फेमस हुन्छ भनेर उसले लिएर जान्छ क्या। मलाई एकजना ठुलो खुशवन्त सिंह भन्ने राइटरले भनेको छ, तिमीहरू गऱ्यो भने म ठुलो पब्लिसिङ हाउसमा तिमीहरूको छपाइदिन्छु भनेर झुट बोल्छ। अनि साथीलाई लाने पनि के उद्देश्य छ भने चाहिँ उसकोमा चाहिँ एउटा क्रेडिट कार्ड हुन्छ, त्यो क्रेडिट कार्ड चाहिँ अब खुब चलाउने उसको, अनि जतिसम्म सकिन्छ गरिने, अनि त्यहाँदेखि के हुन्छ कि भन्ने नि। अन्त त्यहाँ गएपछि सबै जग्गा डुल्छ हो, नर्थ इस्टको 7वटा स्टेटमा डुल्छ भनौँ न। तर एकदमै कोही बेला बसमा, कोही बेला ट्र्याक्टरमा, कोही बेला हिँडेर, कोही बेला कसैले लगिदिन्छ। अनि त्यो अब एउटा हेराइमा फरक हुँदो रहेछ क्या, त्यहाँबाट लेखेको चिज र माथिबाट लेखेको चिजमा एकदमै फरक हुँदो रहेछ। अनि अर्को त्यसमा मलाई एकदमै घत लागेको कुरा चाहिँ के भने ऊ आफै पनि यादव हो, अनि मेनल्यान्डकै मान्छेहरूलाई खेद्दैछ नि त उताबाट त। त्यसमा यादवहरू पनि छ, अरू उपाध्यायहरू पनि छ, नन नर्थ इस्टर्न
स्पेसली अप्पर कास्ट अप्पर क्लास जति छ उनीहरूलाई खेद्दैछ तर ऊ चाहिँ उल्टा जाँदैछ त्यही भावमा चाहिँ उल्टा जाँदैछ अनि त्यसले त्यो जुन किताब बनिँदो रहेछ त्यसको एकदमै त्यसको टेक्स्चर पनि त्यसको न्यारेसन पनि त्यसको आफ्नो सच्चाइहरू त्यस कतिवटा चिज साँचो पनि हुनसक्छ झुट पनि हुनसक्छ थाहै छैन नि त मलाई ऊ एकदमै अनस्टेबल भयो क्या एज अ न्यारेटर त्यो मलाई इन्ट्रेस्टिङ लाग्यो कन्फ्लिक्ट जोनबाटै आउनुपर्ने किताब चाहिँ ट्रान्सलेट हुनुपर्छ भन्ने चाहिँ त्यो चाहिँ छैन ट्रान्सलेटरले सबभन्दा पहिला चयन गर्ने क्राइटेरिया चाहिँ के रहेछ भने चाहिँ मलाई मनपर्छ कि पर्दैन मलाई नै मन परेन भने म किन ट्रान्सलेट गर्नु किनभने त्यो मलाई इन्ट्रेस्टै लाग्दैन मलाई अल्छी लाग्यो भने र त्यो सायद त्यो एजेन्डा चाहिँ होइन ट्रान्सलेट गर्दाखेरि कि मलाई कन्फ्लिक्टकै गर्नुपर्छ अथवा स्पेसली यहाँ अब हाम्रो एरिया हाम्रो रिजनबाट आएको किताबहरू ट्रान्सलेट हुनु किन ट्रान्सलेट गर्नु भन्दाखेरि चाहिँ अब पहिला मैले गैराखेन खोजेँ खासमा ट्रान्सलेट गर्नुपर्छ भनेर स्पेसली चाहिँ मैले त्यो खोजेँ तर गैराखेन पाइनँ अनि आख्यान पाउँदाखेरि चाहिँ अनि दुईटै चिज पाएँ मैले इन्ट्रेस्टिङ मेरिट पनि छ अब लेखाइमा पनि एउटा सोफिस्टिकेसन छ त्यो लेखाइ पनि एउटा एटलिस्ट अब नेसनली अब इन्टरनेसनली त अब म इन्टरनेसनली त कसरी भन्नु आफैले तर नेसनली त मैले पनि अब धेरैवटा ल्याङ्ग्वेजेसबाट आएको किताबहरू पढि नै रहन्छु हिन्दीबाट पनि पढ्छु र सरले अस्ति रचना बुक्समा पनि भन्नुभयो नि कथा त थाहै छ तर कथा भन्ने शैलीले पनि फरक पर्छ सो त्यो शैलीले पनि मलाई प्रभाव पार्यो र कन्फ्लिक्ट चाहिँ अब एउटा हाम्रो रियालिटी नै रहेछ नि त फेरि त्यो बाहेक अरू कथाहरू पनि साह्रै आएको छ जस्तो लागेन र त्यो डिफल्ट एउटा सेटिङ पनि भयो कन्फ्लिक्ट है फुलाङ्गे पनि अनि फात्सुङ पनि अहिले अब उर्माल पनि एक प्रकारले कन्फ्लिक्टकै स्टोरी हो र त्यो कन्फ्लिक्टकै गर्नुपर्छ भन्ने चाहिँ होइन तर कथाको प्रभाव के छ कथा प्रभावशाली छ कि छैन अनि त्योभन्दा पनि इम्पोर्टेन्ट रिजन एउटा कारण चाहिँ के छ भने चाहिँ अब हामी एकदमै सीमित भयौँ जस्तो लाग्छ क्या मलाई रिजनली हामीले लेखेको कथाहरू हाम्रैमै रह्यो नि त अहिलेसम्म ट्रान्सलेट भएर सिरियस पाराले ट्रान्सलेट भएर त नेपालकै आएको छैन दार्जिलिङ भेगको त छँदै नै छैन भनौँ न अनि भएको छ भने पनि अब त्यो कतै र मेरोमा चाहिँ थ्याङ्कफुली अब लक्किली मेरोमा एउटा प्लेटफर्म छ अलिकति ठुलो प्लेटफर्म भएकोले गर्दाखेरि त्यो गर्नु जरुरी छ जस्तो मलाई थ्याङ्क यू सर अनुराग सरले बाइ द वे नेपालको बहुतै पपुलर लेखक नयनराज पाण्डेको सल्ली पीरलाई पनि ट्रान्सलेट गर्नुभएको छ है र उहाँले धेरै ट्रान्सलेसन प्रोजेक्ट्सहरूमा काम गरिसक्नु भएको छ एज एन एडिटर पनि काम गर्नुभएको छ म सञ्जय विष्ट सरपट्टि नै आउँछु सर कुनै पनि लेखकले सायद किताब लेख्नुभन्दा अगाडि उसले त्यो आइडियालाई कन्सिभ गर्छ होला म यसको बारेमा लेख्छु भनेर होइन यसको प्रक्रिया के थियो कसरी तपाईँको दिमागमा यो सबैभन्दा पहिले आयो र हामी जस्तो लेखकको लागि एउटा कुराले चाहिँ अर्थ राख्छ जस्तो लाग्छ मलाई किनभने हामी जति पनि यदि लेख्छौँ भने हाम्रो काम अर्कै हुन्छ खास काम अर्कै हुन्छ जीविकोपार्जन गर्नै पर्यो हामीले र लेखन एक हिसाबले फुर्सदको काम जस्तो पनि हुन्छ हाम्रो लागि अब एकदम फ्री टाइम पायो भने मात्रै लेख्ने अन्त कन्सिस्टेन्टली तपाईँले कति समयमा लेख्नुभयो र यो लेखनको प्रक्रिया कस्तो थियो र कसरी यसलाई कन्सिभ गर्नुभयो अब मैले धेरै वर्ष त यो उपन्यास नै लेख्ने सोचेको थिइनँ सके म कथा लेखनमै केन्द्रित रहन्थेँ होला त्यो पनि के भनेदेखिलाई एउटै कथा लेख्नु पनि मलाई त त्यो एक सिटिङ दुई सिटिङले नहुने कुरा हो एउटै कथा लेख्नु पनि धेरै समय लाग्ने मान्छे है त्यो मेरो अब व्यक्तिगत कारण पनि होला म अलिकति अल्छे खालको मान्छे पनि छु अन्त यो यत्रो ठुलो किताब लेख्ने त कहिले पनि सोचेको थिइनँ
तर के भयो भनेदेखिलाई त्यो सत्रमा त्यो 105 दिनको बन्द भयो। अन्त बन्द अवधि त गएर उहाँ गाउँमा बस्नु पर्यो। बस्दाखेरि चाहिँ एउटा कुरो चाहिँ के थियो भनेदेखिलाई यो विषयमा लेखिनुपर्छ कथा। त यो विषयमा मैले 2-3 वटा कथा त अगाडिबाटै लेखिसकेको थिएँ र यो कथाको विषय भन्दाखेरि पनि यो अलिकति ठुलै किताबको विषय हो, उपन्यासको विषय हो भन्ने चाहिँ मलाई पहिलेदेखि थियो, तर लेखिहाल्ने त्यस्तो सोचेको थिइनँ। त्यो 105 दिन घरमा थुनेर बस्नु पर्दाखेरि चाहिँ त्यो समयलाई चाहिँ यतातिर लगाउँ भन्ने लाग्यो र त्यो अवधिमा चाहिँ एउटा खेसरा बनिएको हो। 105 दिनभित्रमा फेरि पछिबाट लगत्तै कोरोनाले त्यो सुयोग जुरायो। त्यति बेला चाहिँ मैले यसलाई परिष्कार गर्ने मौका पाएँ। परिष्कार गरेर पनि कति समय त आफूसितै बस्यो ओके। अनि पछिबाट साङ्ग्रिलालाई यसो लेखेर पठाउँदाखेरि पाण्डुलिपि पठाउनुहोस् न भनेर लेख्नु भएको थियो उहाँले। मैले पाण्डुलिपि पठाइदिएँ र पनि उहाँ पुगेर पनि धेरै पछि मात्रै यो छापिएको। लामो समय लागेछ यसको लागि। थ्याङ्क यू सर। अनुराग सरसँग मैले यो किताबको बारेमा धेरै अगाडि एकपल्ट कुरा गरेको थिएँ जब यो किताब प्रक्रियामा थियो, नेपालीमा आउने प्रक्रियामा थियो है। त्यति बेला मैले सरलाई भनेको थिएँ कि सर आन्दोलनको किताब आउँदैछ, बडो राम्रो किताब आउँदैछ, तर यो किताब ट्रान्सलेट चाहिँ हुँदैन होला भनेर भने सरलाई मैले पहिले। खासमा भने अब बहुतै ठुलो आँट गरेको छु मैले, त्यसो भन्नु पनि जस्तो लाग्छ। अन्त किन हुँदैन भाइ भन्नुभयो। अन्त सञ्जय बिष्ट भन्ने चाहिँ अब यस्तो लेखक हो जसलाई चाहिँ म लाग्छ कि उहाँलाई चाहिँ क्राफ्टको लागि जानिन्छ हैन। अन्त उहाँको एउटा विशेष त्यो कथा भन्ने एउटा विशेष शैली छ। उहाँको कला चाहिँ सबभन्दा ज्यादा चाहिँ मलाई चाहिँ भाषामा लाग्थ्यो। अनि त्यो भाषा चाहिँ अब जस्तोको तस्तै आउँछ कि आउँदैन भन्ने डर लागेर चाहिँ खासमा चाहिँ मैले हुँदैन होला भनेको थिएँ। तर अल्टिमेटली अनुराग सरले ट्रान्सलेट गर्नै भयो। अन्त तपाईँलाई यो किताब ट्रान्सलेट गर्नुपर्छ भन्ने किन लाग्यो सर? अब तिमीले हुँदैन भनेपछि च्यालेन्ज भयो नि त। न होइन त्यो अब त्यो होइन, त्यो पनि रिजन हो। पढ्दाखेरि धेरै लेभल्समा पढिन्छ किताब। कुनै पनि चिज एउटा थ्रिलर पढ्दाखेरि कथामा नेक्स्ट के आउँछ त्यसको लागि पढिन्छ नि त। अब के आउँछ अब के आउँछ अब के आउँछ, अनि कथाको बुनाइ पनि त्यही पाराको हुन्छ हैन। थ्रिलर पढ्दाखेरि फरक पढिन्छ, त्यसको ल्याङ्ग्वेजको त्यसको भाषाको नट बोल्टु खोलिँदैन। लिटरेरी फिक्सन जुन चाहिँ छ, अब यसलाई अलिकति लिटरेरी फिक्सन भनौँ। लिटरेरी फिक्सन पनि तर यो थ्रिलरकै रूपमा एक प्रकारले बनिएको छ नि त। किनभने पात्रको जुन चाहिँ बनावट छ, त्यो पात्रको बनावटमा उसले मलाई कतै छुन्छ र त म रेस्पोन्ड गर्छु। त्यो रिडर्स रेस्पोन्सले गर्दाखेरि त किताब राम्रो लाग्छ। नत्र त हामीलाई किताब मन पर्दैन, पात्रै त्यो इन्ट्रेस्टिङै छैन, यो पात्रले मलाई छुँदै छुएन भने त म छोडिहाल्छु नि त किताब हैन। त्यो सेकेन्ड भयो। किनभने यहाँको पात्रहरू यस्तो पात्रहरू छ। जस्तो अब छिरिङको कथा छ एउटा, त्यो पगला छिरिङ भन्ने एउटा कथा छ, सरी छिरिङ र गिमे भन्ने कथा छ। अन्त त्यो यसमा मलाई त्यो टेक्निक भनेको नि, त्यो छिरिङ र गिमेको कथामा चाहिँ के छ भने चाहिँ एउटा आमाले जो न्यारेटर छ, न्यारेटरको आमाले उनीहरू दुईजनालाई नै घर ढिलो आयो भनेर कुट्नुहुन्छ हैन। अनि कुटेपछि चाहिँ त्यहाँदेखि एउटा गिमे भन्ने क्यारेक्टरको कथा भन्नुहुन्छ हैन। त्यो कथा चाहिँ किन भनिन्छ भन्दाखेरि चाहिँ डर देखाउनको लागि रहेछ क्या। तिमीहरू गयो भने चाहिँ गिमेले तिमीहरूलाई पक्रेर लान्छ भनेर। न्यारेटरले, कथावाचक जो छ सरले, गिमेको कथा चाहिँ भन्नु हुँदैन फेरि। त्यो सबभन्दा फ्रस्ट्रेटिङ चिज चाहिँ त्यो छ त्यो कथामा। किनभने गिमेको कथा के हो अब त्यो के कथा हो, अब म फोन गरेर सोध्नु गिमेको कथा चाहिँ के हो सर भनेर। अन्त त्यो एउटा के भन्नु, एउटा प्लेफुलनेस भन्छ नि इङ्ग्लिसमा, प्लेफुलनेस। त्यो
त्यो कथालाई म एकदम गरेर लेख्छु, एकदम सिरियस भएर लेख्छु भन्ने पनि छैन, तर त्यसमा अलिकति लाइटनेस पनि ल्याउन सकिने, तर टेक्निकले गर्दाखेरि। अनि अर्को चिज छ कि अब स्पेसली वेस्टर्न फिक्सन जब लेखिन्छ त्यसमा चाहिँ एउटा पर्सेप्सन छ कि अथर आफै आउनु हुँदैन कथामा, न्यारेटर आफै पस्नु हुँदैन कथामा भन्ने एउटा रुल पनि छ। त्यो रुल पनि ब्रेक गर्नुभएको छ सरले, होइन? एकदम बिचैमा आफै पस्नुहुन्छ कथामा, आफै निस्किनु पनि हुन्छ। अनि मलाई त्यो धेरैवटा चिजले चाहिँ मलाई एन्गेज गरिरह्यो नि त। अन्त त्यसले गर्दाखेरि ट्रान्सलेट हुनुपर्छ भन्नु चाहिँ स्टार्ट गर्नु चाहिँ ट्रान्सलेट गर्नु सकिन्छ कि सकिँदैन भनेर स्टार्ट गरेको, हुँदो रहेछ कि हुँदो रहेछ। त्यहाँदेखि थर्ड चिज चाहिँ जब अब एकखेप पढेपछि जब किताब सकियो अनि मलाई त्यो जुन चाहिँ त्यसको रस एउटा एक प्रकारले रस मैले लिएँ। अनि त्यहाँदेखि सेकेन्ड टाइम पढ्दाखेरि चाहिँ मैले त्यो भाषालाई डिसमेन्टल गर्न थालेँ क्या। त्यो भाषालाई कसरी युज गरेको रहेछ, जस्तो अब एउटा कारको इन्जिनलाई बुझ्नुको लागि त अलिकति खोलखाल गरेर मेसिनलाई खोलेर हेर्नु पऱ्यो नि त। अनि त्यो खोलखाल गर्दाखेरि चाहिँ मैले के भेटाएँ भने चाहिँ भन्नु र नभन्नुको कुरा, प्रत्यक्ष पाराले भन्नु, द पावर अफ सजेसन जुन चाहिँ भनिन्छ नि। अनि त्यसमा चाहिँ के हुँदो रहेछ भने चाहिँ अब सरको जुन चाहिँ मनमा पाठक छ उसले त स्टोरी बुझेको छ नि त, धेरैवटा कुरा नभन्दा पनि हुन्छ। त्यो नभनेको चिज चाहिँ अब म कसरी भन्नु इङ्ग्लिसमा, किनभने मैले त तपाईँको लागि त ट्रान्सलेट गरेको होइन। किनभने तपाईँको लागि त म सरल ट्रान्सलेट गरेँ भने तपाईँ बुझिहाल्नुहुन्छ, किनभने गोर्खाल्यान्डको डल्लै कथा तपाईँलाई थाहा छ, होइन? तर नेपाली रिडरलाई छोडेर एउटा नयाँ इङ्ग्लिसमा पढ्नेलाई म कसरी कन्भे गर्न सक्छु? अब त्यो मेरो लागि एउटा एक प्रकारले क्रिएटिभ च्यालेन्ज भयो क्या। क्रिएटिभ च्यालेन्ज चाहिँ मलाई मनपर्छ फेरि, किनभने त्यो क्रिएटिभ च्यालेन्ज चाहिँ पजल जस्तो हो। पजल धेरै पाराले मिल्छ नि त, कोही बेला यसरी मिलाउँछौँ, कोही बेला उसरी रुबिक्स क्युब खेलेको जस्तो क्या। रुबिक्स क्युबलाई घरि यसरी घुमाउनुपर्छ, घरि उसरी घुमाउनुपर्छ, घुमाउँदा कुनै न कुनै पाराले त्यसको एउटा भेउ पक्रेर चाहिँ त्यसलाई सल्भ गरिन्छ। अन्त 2 वर्ष लाग्यो पजल मिलाउनु, मिल्यो होला अलिअलि। सरले एड गर्नुहुन्छ यसमा? अब एकदम भित्रबाट भनेको मनको कुरा हो कि मैले आजसम्म कसैलाई पनि मेरो यो कथा, मेरो यो रचना अनुवाद गरिदिनुहोस् भनेर चाहिँ भनेको छुइनँ कहिले पनि। त्यसको एउटा कारण के हुनसक्छ भनेदेखिलाई अहिले लेखनाथ भाइले भन्नुभयो नि, त्यो मैले जस्तो प्रकारले प्रस्तुत गरेको छु त्यो कथालाई, त्यसको त्यो प्रेजेन्टेसनको जुन चाहिँ ढङ्ग छ, परिपाटी छ, त्यो चाहिँ ट्रान्सलेट हुँदैन। अब त्यही कुरो चाहिँ ट्रान्सलेट भएन भनेदेखिलाई चाहिँ राम्रो हुँदैन भन्ने लाग्थ्यो क्या मलाई। अन्त अब यो किताब लेख्दाखेरि त्यो मेरो कमजोरी हो कि के हो, मेरो त्यो क्या त अब त्यो जमिनको मान्छे कि, अन्त मेरो त्यो ठुलो सपना नै नभएर पनि होला हो। कहिले पनि मैले यो किताब ट्रान्सलेट हुन्छ, अरू भाषाको पाठकले पनि यो पढ्नुपर्छ भन्ने पनि कहिले सोचेको थिइनँ। त्यही कारणले चाहिँ तपाईँले भन्नुभयो जस्तो कतिवटा त्यो सङ्केत मात्रै छ क्या, जो हाम्रो पाठकले चाहिँ फेरि बुझ्छ। हामी त यो परिवेशभित्रको भुक्तभोगीहरू हौँ नि त, त्यसो गर्दाखेरि त्यो सङ्केत मात्रै पनि हाम्रो मान्छेलाई चाहिँ पर्याप्त हुन्छ। यदि यो किताब अनुवाद हुन्छै भविष्यमा गएर भन्ने यसो सोचाइ आगो भएदेखि म त्यसरी लेख्ने थिइनँ होला। तर एउटा कुरा चाहिँ के भयो भनेदेखिलाई अनुवाद भइसकेपछि मैले नेपाली र अङ्ग्रेजीलाई राखेर हेरेँ क्या। अन्त मैले उहाँको छेउमा भनेको होइन, मलाई जति डर लागेको थियो म यो हेरेर चाहिँ एकदम
खुसी भएको छु, एकदम खुसी भएको छु। एउटा 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 के काम भएछ भनेदेखिलाई त्यो जुन चाहिँ च्याप्टर छ 18वटा च्याप्टर छ, त्यो 18वटा च्याप्टरमा +1 गरेर उहाँले 19वटा बनाउनु भएको छ। त्यो मैले लेखेको कुरा हो। तर त्यसको पछिल्तिर गएर एउटा ट्रान्सलेटर्स नोट छ। अब त्यो उताको सङ्केत यदि विभाषी पाठकले, अरू भाषाको पाठकले त्यो सङ्केत बुझ्दैन भने पनि ट्रान्सलेटरको नोट पढ्यो भनेदेखिलाई चाहिँ त्यो सङ्केत बुझ्नै भएको छ यो किताबमा। त्यति चाहिँ भएको छ। त्यसमा म अत्यन्त खुसी छु अनुरागजी। हजुर 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 यो बडो राम्रो कुरा गर्नुभयो। मलाई योसँग रिलेटेड एउटा फलोअप क्वेसन पनि गर्नु मन लागेको थियो, तर अलिकति पछि आउँछु सर। म योभन्दा अगाडि चाहिँ फर्मको कुरा गर्न चाहन्छु। मेरो निजी अनुभव के छ भने मैले साहित्य सुरु गर्दाखेरि कविताबाट सुरु गरेँ होइन। 2वटा कविता निकालेर धेरैले मन पनि पराउनु भएको थियो। तर जब त्यस पछाडि म आख्यानतिर आएँ, मलाई एक प्रकारको डर थियो त्यो हाम फाल्नु, क्या सकिन्छ कि सकिँदैन, अन्त अथवा मेरो नजिकको 20-25 जना मान्छेले मेरो कविता मन पराएको छ भने पनि त्यो 20-25 जना मान्छेले मेरो आख्यान पनि मन पराउँछ कि मन पराउँदैन भन्ने त्यो सोचाइ हुँदो रहेछ सर। क्या अन्त मैले यो किताब पढ्दाखेरि चाहिँ यो किताबको अगाडि पनि र यो किताब पढ्दै जाँदाखेरि पनि मैले के देखेँ भन्दाखेरि चाहिँ यो किताबको जुन चाहिँ फर्मेट छ, यो फर्मेट बडो इन्ट्रेस्टिङ छ। किन भन्दाखेरि यो हामीले उपन्यास भन्दैछौँ, तर सञ्जय सरले यसलाई आख्यान भन्नुभएको छ है। अन्त हरेक उहाँको दाबी, अनि मलाई लाग्छ उहाँ सही पनि हुनुहुन्छ। मलाई पनि त्यस्तो फिल भयो कि हरेक च्याप्टरलाई अलग्गै निकालेर बिचबाट पढ्दाखेरि पनि हामीलाई एउटा कथा पढ्दैछु, उपन्यासको पाठ पढ्दै छुइनँ जस्तो खालको महसुस हुन्छ। तर मलाई चाहिँ सोध्नु मन लागेको चाहिँ के हो भने तपाईँ जस्तो स्थापित लेखक अस्ताचलतिर जुन जस्तै घाम यति राम्रो कृति दिने लेखकहरूलाई पनि यसरी हाम फाल्नु डर लाग्छ सर? कथाबाट उपन्यासमा आउनु? हजुर हजुर। मलाई त कथै लेख्नु त डर लाग्छ भनेपछि त यो त अब अझै डरलाग्दो कुरा हो नि। अनि डराउनुपर्छ। डर राखेन भनेदेखिलाई प्रत्येक क्षेत्रमै राम्रो काम हुँदैन। सबै क्षेत्रमा डर त राख्नै पर्छ। यो तपाईँले जुन चाहिँ कुरा गर्नुभयो नि, एउटा इन्ट्रेस्टिङ कुरा छ क्या। एकजना मेरा शुभचिन्तक, मेरा गुरु उहाँको कमेन्ट भनेको नि म स्वीकार्छु पनि। यो कथाकारले लेखेको उपन्यास चाहिँ कथाहरूको के शब्द प्रयोग गर्नु, मतलब कथाहरूको त्यस्तो हुँदो रहेछ, कथाहरूलाई नै जोडेको जस्तो हुँदो रहेछ भनेर भन्नुभयो। कुनै हदसम्म त्यो सत्य पनि हो। फेरि एउटा कुरो यो यस्तो हुन्छ क्या, अब लेख्न चाहिँ सकिँदैन, पत्रिकाले चाहिँ मागे गर्छन्। अनि यो लेख्ने क्रममा एउटा अध्याय चाहिँ लेखिसकेपछि पठाइदिएको त कथा भनेर छापियो। तर अहिले लेखनाथ भाइले भन्नुभएको जस्तो यो एउटा अध्यायलाई बिचबाट निकालेर पढ्यो भनेदेखिलाई साँच्चै नै यो एउटा कथा जस्तो छ, कथा जस्तै हुन्छ त्यो अध्याय। तर अब सुरुदेखि पढ्दै गयो भनेदेखिलाई त्यो कुनै न कुनै सन्दर्भमा एकार्कासित जोडिएको चाहिँ छ। थ्याङ्क यू सर। अघि हुँदै गरेको कुरासँग चाहिँ मलाई अनुराग सरलाई जोड्न मन लाग्यो। पक्कै पनि अब यो किताबको फर्मेट हेर्दाखेरि जस्तो अघि सरले भन्नुहुँदै थियो कि स्थानीय मान्छे जसले यहाँको राजनीतिक इतिवृत्त मजाले उहाँहरूलाई थाहा छ, उहाँहरूले यो किताबलाई सजिलैसँगले पढ्नुहुन्छ र त्यसमा कुनै किसिमको कन्फ्युजन आउँदैन। वास्तवमा के भइरहेछ, कस्तो घटना भइरहेछ एउटा पर्टिकुलर क्यारेक्टरलाई लिएर भन्ने कन्फ्युजन हामीलाई आउँदैन। तर जब यो किताब चाहिँ देशभरिको लागि अथवा मेन स्ट्रिममा ट्रान्सलेसनमा जाँदै थियो, यो किताबलाई लिएर मतलब जस्तै 2017को जुन चाहिँ इन्सिडेन्ट्स छ, यहाँनिर सत्ता परिवर्तन भएको इन्सिडेन्ट्स, त्यो इन्सिडेन्ट्सलाई सरले एकदमै कन्डेन्स्ड वेमा
यहाँको लोकल पाठकहरूले बुझ्ने हिसाबमा प्रेजेन्ट गर्नुभएको छ। तपाईँलाई चाहिँ तर त्यो ठुलो ग्रुप जसले हाम्रो राजनीतिलाई राम्रोसँगले हेरेको छैन त्यो ग्रुपलाई इन्ट्रोड्युस गराउनुको च्यालेन्जेसहरू के थियो र तपाईँ अनि लेखक बिच चाहिँ यस सम्बन्धमा चाहिँ के कस्तो चर्चा भयो र लास्टमा तपाईँले कसरी ओभरकम गर्नुभयो च्यालेन्जेसलाई? लेखक र अनुवादकको चर्चा केही भएन, ठ्याप्पै केही चिजमा पनि। मैले एक दुईवटा पोइन्ट थियो मैले नबुझेको, मैले सोधेँ है, किनभने त्यो मलाई अलिकति ठिक लाग्दैन। ट्रान्सलेटर भएपछि अब त्यो सबै कुरा अथरलाई सोध्नु पऱ्यो भने त के फाइदा? यो के हो सर, त्यो के हो सर भन्नु। अब कुनै स्पेसिफिक चिज छ है, अनि त्यसमा भाइको त्यो पहिलो प्रश्नलाई म अलिकति बिस्तारले अलिकति गर्छु है। यो स्टार्ट गर्दाखेरि, ट्रान्सलेसन स्टार्ट गर्दाखेरि चाहिँ मलाई एकदमै मनमा चाहिँ आएको हो यो। अब यो एकदमै बेसी लोकल भयो भन्ने मनमा आयो। तर फेरि यसलाई नयाँ तरिकाले सोच्दाखेरि मैले एक राउन्ड ट्रान्सलेसन गरिसकेर चाहिँ जहिले पनि त्यसलाई अलिक दिन 6 महिना 7 महिना राखी छोड्छु, अनि त्यहाँदेखि मात्रै फर्केर जान्छु। त्यो 6 महिना 7 महिनाको बिचमा चाहिँ मनमा पाकिबस्दो रहेछ नि त। अन्त फर्स्ट ट्रान्सलेसन गरेर सेकेन्ड ड्राफ्ट पढ्दाखेरि चाहिँ मैले फेरि त्यही लोकल र नेसनल, लोकल इन्टरनेसनलमा सोच्दै गएँ। त्यति बेला मैले कोइन्सिडेन्टली एकदम संयोगवश मैले अर्नेस्ट हेमिङ्वेको किताबहरू पढेँ एक दुईवटा, अनि मेरो एकदम फेभरेट उहाँको किताब हो ओल्ड म्यान एन्ड द सी है। टेक्निकको लागि मैले अनुवादहरू पढिनँ, ओरिजिनल इङ्ग्लिसमा अनुवादहरू पढिनँ। ओल्ड म्यान एन्ड द सी, अनि सन अल्सो राइजेस, अनि उहाँको एउटा मेमोइर्स छ उसको अफ्रिकाको, त्यो पढेँ। त्यहाँदेखि मेरो एकदम प्रिय एउटा अथर हुनुहुन्छ जन स्टाइनबेकको टेक्निक जुन छ नि, मतलब जुन पाराले कथा बुन्नुहुन्छ उहाँको र सरको एकदमै सिमिलर छ क्या। दुईवटा किताब छ, क्यानेरी रो र स्विट थर्सडे भन्ने। एउटा सानो कस्बा जस्तोलाई लिएर त्यो कस्बालाई चाहिँ त्यो कस्बामा बस्ने मान्छेहरूको थ्रु कसरी चित्रण गर्ने क्या, त्यो उहाँको एकदमै खास टेक्निक हो। त्यो 4जना स्विट थर्सडे र क्यानेरी रो दुइटैमै 4जना भट्टु छ क्या, एकदम त्यो वेस्टेड मान्छेहरू, खतम। समाजले हेर्दाखेरि चाहिँ उनीहरू वेस्टेड हो, तर त्यो जग्गालाई जीवित बनाउने, जीवित राख्ने क्यारेक्टर्स पनि उनीहरू नै हुन्छ फेरि। अनि त्यो उनीहरूको लाइफको थ्रु चाहिँ उहाँले त्यो जग्गाको नाम चाहिँ क्यालिफोर्नियामा मोन्टरी बे भन्ने एउटा जग्गा छ नेक्स्ट टु द सी। अन्त त्यो चिजमा मैले के पाएँ भने चाहिँ उनीहरूले आफैले एक्सप्लेन गर्दैन क्या घरिघरि, मैले यो भनेको, मैले त्यो भनेको। स्पेसली अर्नेस्ट हेमिङ्वे, अब अर्नेस्ट हेमिङ्वेले इङ्ग्लिसमा लेख्नु हुँदैछ इङ्ग्लिस अडियन्सको लागि। ओल्ड म्यान एन्ड द सी क्युबामा सेट छ, अनि त्यो क्युबाको आफ्नै त्यो क्युबामा पनि सानो जग्गाको एउटा फिसिङ भिलेजको जसको आफ्नै सुपरस्टिसनहरू हुन्छ, आफ्नै तौर तरिका हुन्छ, आफ्नै आजीविका हुन्छ होइन। जस्तो त्यसमा एउटा त्यो सान्टियागो हुन्छ नि त, सान्टियागो चाहिँ त्यो ओल्ड म्यान हो जो चाहिँ माछा मार्छ। त्यो माछा मार्ने मान्छेसँग चाहिँ एकजना सानो नानीलाई राख्दो रहेछ क्या, अप्रेन्टिस जस्तो नै काम सिकोस् भनेर। अनि त्यो नानीलाई चाहिँ माछा पर्ने नौकामा मात्रै जानु भन्दो रहेछ क्या उनीहरूको आमा बाउले। अनि जब 7 दिनसम्म माछा पर्दैन बोटमा, त्यसलाई त्यो उनीहरूको लोकल भाषामा सलाओ भन्छ। सलाओ भनेको चाहिँ अब ब्याड लक। अर्नेस्ट हेमिङ्वेले त्यो सलाओलाई सलाओ छोडिदिएको छ क्या, त्यो वर्ड उसले छोडिदिएको छ। अनि तिमीले कथा पढ्दाखेरि उसको दम्भ हो नि त, एउटा लेखकको दम्भ हुन्छ नि त। मैले तिमीलाई त्यहाँ त्यो चिज बुझाउन सकिनँ भने के फाइदा हो मेरो लेखेर भन्ने खालको। अनि त्यो दम्भमा लेख्छ उसले, अनि तपाईँलाई त्यहाँ पुर्याउँछ
त्यो के भन्नु त्यो जग्गामा पुर्याउँछ उसले है। अनि त्यति बेला चाहिँ मलाई दुईवटा चिज भयो कि मैले पनि ट्रान्सलेट गर्दा यस्तै गर्नुपर्ने रहेछ कि मैले त्यो पाठकलाई त्यहाँ पुर्याउन सकेन भने म फेल भएँ। त्यो एउटा कुरा हो। एट द सेम टाइम पाठकले पनि त अलिकति एफर्ट गर्छ होला नि त होइन। जति त्यो एकदम कन्डेन्स चिज छ र त्यसले इन्डिकेट गर्दैछ एउटा पोलिटिकली चार्ज केही घटना भएको छ कतै र उसलाई इन्ट्रेस्ट छ भने उसले खोज्छ त्यसको बारेमा। इन्ट्रेस्ट छैन कथा पढ्छ भने सरको कथामा त्यति पावर चाहिँ छ कि उसलाई लिएर चल्छ र त्यसले गर्दाखेरि मैले यो भनौँ न यो अब एस्टाब्लिस ठुलो लेखकहरूलाई लेखेको देखेर कतिवटा यो ल्याटिन अमेरिकन राइटर्सहरू भयो, मिगेल आस्तुरियास भयो, त्यहाँदेखि यो मारियो भार्गस लोसाहरूको जुन ट्रान्सलेसन्सहरू छ जुन पाराले ट्रान्सलेट गरिएको छ त्यो पनि त अब उनीहरूले कतिवटा चिज त पाठकले नै बुझोस् भनेर छोडेको छ नि त। र त्यो पढ्न थालेपछि चाहिँ त्यहाँदेखि बिस्तारै म आफै रिल्याक्स हुन थालेँ कि त्यो मलाई डर लाग्नु छोड्यो कि बुझ्दैन भने। अनि पछि चाहिँ के हुँदो रहेछ भने अझै गर्दै गर्दै अब त्यो ट्रान्सलेट गर्दै गएपछि अब बुझ्छ भने बुझ्छ, बुझ्दैन भने बुझ्दैन पनि हुँदो रहेछ फेरि पछि गएर चाहिँ। म फेरि अनुराग सरपट्टि नै आउँछु सर। मेरो एउटा क्वेसन छ, मेरो धेरै ज्यादा क्वेसन छैन, तपाईँहरूले मलाई अलिक सघाउनुपर्छ। अवश्य तपाईँहरूबाट पनि क्वेसन आउँछ जस्तो लागेको छ मलाई है। अनुराग सरलाई मेरो क्वेसन चाहिँ के हो भने यो किताबमा भाषालाई लिएर 2-3वटा एक्सपेरिमेन्ट भएको छ। सबभन्दा पर्टिकुलर एक्सपेरिमेन्ट चाहिँ मलाई के लाग्छ भने यो आँखा फुटेको क्याम्बेल भन्ने जुन चाहिँ च्याप्टर छ त्यो चाहिँ अब यो जब सुगौली सन्धि साइन भएको थियो झन्डै त्यो समयको त्यो टाइमलाई चाहिँ सरले लेख्नु भएको छ र त्यहाँनिर भाषा पनि त्यति बेला बोल्ने नेपाली भाषा लेख्नु भएको छ। त्यो एउटा च्यालेन्ज त थिँदै थियो तपाईँको लागि। साथमा अब सरको भाषा यहाँ एउटा पढेर सुनाउनु मन लाग्यो मलाई। घरमन्त्रको दुधिलाको रुखमा बसेको रहेछ, घरमन्तिराको दुधिलाको रुखमा बसेको रहेछ, काक काक गरेर करायो। खडक बहादुरले हट हट कराएर दुवै हात यताउता हल्लायो। उडेर भाग्ला भाग्ला जस्तो गर्यो त्यसले जस्तो खाली गर्यो। सर कसरी अब मतलब यो च्यालेन्जेसहरूलाई यस्तो खालको टेक्स्टलाई कसरी एप्रोच गर्ने ट्रान्सलेसनमा? पढेर सुनौ। यो कहाँ छ? दुधिलाको रुखमा है? हजुर हजुर। A crow was perched on the ficus below the house. It called out. Khadga Bahadur waved his arms and shouted, "Hut, hut!" The bird shrugged as if it would fly away. It only shrugged. होइन, यसमा यो आइपुग्नु मलाई 2 वर्ष लाग्यो। किनभने के हुँदो रहेछ भने चाहिँ अब एक प्रकारले पहिला लिटरल ट्रान्सलेसन गरियो, त्यहाँदेखि फेरि त्यो लिटरल ट्रान्सलेसन चलेन जस्तो लाग्यो, त्यहाँदेखि फेरि त्यसलाई अलिकति इम्प्लिकेसनको हिसाबले ट्रान्सलेट गरियो, त्यो पनि चलेन, त्यहाँदेखि फेरि म लिटरलमै गएँ। अनि अर्को कुरा चाहिँ जुन चाहिँ तपाईँले त्यो ल्याङ्ग्वेजको कुरा भन्नुभयो, नेपालको एउटा पर्टिकुलर टाइपको ल्याङ्ग्वेज, पुरानो ल्याङ्ग्वेज, त्यो चाहिँ जान्छ, त्यो चाहिँ फ्ल्याटन आउट हुँदो रहेछ। किनभने इङ्ग्लिसमा त्यो डायलेक्ट ल्याउने अथवा त्यो गर्ने मेरोमा केही तरिकै छैन। मैले कुनै फरेन जस्तो अब ब्लुज डायलेक्ट अथवा ब्ल्याक डायलेक्ट अफ्रिकन अमेरिकन टाइपको इडियम ल्याउनु ट्राई गरेँ भने त्यो फेल हुन्छ। किनभने फेरि त्यो अब फरेनको चिजलाई फरेनकै चिजले बुझाउन त मिलेन नि त होइन। त्यसले गर्दा कतिवटा चिज चाहिँ त्यो लस हुँदो रहेछ। अनि बिचबिचमा अब त्यसको फ्लेभर दिनको लागि एउटा वर्ड यता वर्ड हालेर गऱ्यो भने हुन्छ, तर फेरि त्यो एकदम कृत्रिम खालको लाग्छ क्या, मजै आउँदैन। के हो अब त्यो जबरजस्ती हालेको जस्तो। अनि त्यसले गर्दा कतिवटा चाहिँ अब मैले पनि आफ्नो मन मार्नै पर्छ। अहमदाबाद युनिभर्सिटीमा यो ट्रान्सलेसनलाई लिएर मैले एउटा कोर्स गरेको थिएँ। त्यति बेला चाहिँ जेरी पिन्टो चाहिँ हाम्रो
एकजना गेस्ट लेक्चरर हुनुहुन्थ्यो, उहाँले भन्नुभएको थियो कि रिजनल लिट्रेचरको ट्रान्सलेसन गर्दाखेरि केही न केही चिज हराउँछ, तर जुन चाहिँ चिज गुम छ त्यसलाई मिनिमाइज गर्नु चाहिँ हरेक ट्रान्सलेटरको एफोर्ट हुनुपर्छ भन्नुभएको थियो। अन्त मलाई त्यो अनुराग सरले भन्नुभएको जुन चाहिँ कुरा छ त्यो पनि झन्डै मिलेको जस्तो लाग्यो। म अन्तिम क्वेसन सरलाई सोध्छु, त्यस पछाडि म तपाईँहरूको लागि छोडिदिन्छु है। सर, अब ट्रान्सलेसन भएर गएको छ दिस प्लेस अफ मोडर्न बोन भनेर, अब धेरै बाहिरका पाठकहरूले पनि तपाईँको किताब पढ्नेछन् र भावी किताबहरू पनि ट्रान्सलेसन भएर जाने सम्भावना छ। अन्त एकजना क्षेत्रीय लेखकको किताब यसरी मेनस्ट्रिम लिट्रेचरमा ट्रान्सलेट भएर जानुले कस्तो अर्थ राख्दो रहेछ लेखकको लागि? होइन, अब हाम्रो कथा अरू भाषाभाषी पाठकले पढ्नु भनेको त खुसीको कुरा हो, खुसीको कुरा हो। अब त्यही मैले अघि भने नि, एउटा कुरो चाहिँ अब यसरी त सिकिँदै जाने हो नि, होइन, सिक्ने क्रम त जीवनभरि नै चलिरहने हो। र अब लेख्दाखेरि चाहिँ अलिकति सोचेरै लेख्नुपर्ने रहेछ भन्ने मलाई लागेको छ अहिले आएर चाहिँ। मैले जसरी लेख्दैछु त्यो जुन चाहिँ मेरो लेख्ने तरिका छ त्यो तरिकामा अलिकति परिवर्तन चाहिँ आवश्यक हुन्छ होला भन्ने मलाई लाग्यो। यो किताब अनुवाद भइसकेपछि चाहिँ र अब लेख्दाखेरि चाहिँ म यो कुरामा ध्यान दिन्छु कि अलिकति स्पष्टता हाम्रो लागि आवश्यक नभए पनि हुन्छ होला नि त, भविष्यमा लेखिने अरू कृतिहरू पनि अनुवाद हुन्छन् नै होला र त्यतापट्टि विचार गरेर म लेख्ने प्रयास चाहिँ गर्नेछु। यो एउटा हाम्रो क्वेसन त्यो अडियन्सपट्टि क्वेसन जानु अगाडि म सरसँग पनि अनि सबैजनासँग एउटा यो चिज म धेरै दिनदेखि सोचिरहेको छु, हामी छुँदैनौँ, म कुरा पनि गर्छौँ यसको बारेमा, तपाईँहरूको पनि अलिकति मलाई यसमा इनपुट चाहिएको छ। सरले अघि भन्नुभयो कि मैले कहिले पनि सोचिनँ कि अनुवाद हुन्छ भनेर, है। अब अनुवाद हुने पोसिबिलिटी आयो जब तपाईँको लेख्ने स्टाइल, लेख्ने शैलीलाई चेन्ज गर्नु तपाईँको मौलिकतामा प्रब्लम ल्याउँछ कि ल्याउँदैन, र कुनै चिज ट्रान्सलेट हुनुपर्छ भनेर लेख्नुमा अनेस्टी छ कि छैन, त्यो अलिकति कसैले मलाई तपाईँहरूले पनि सोचेर भन्नुभयो भने मलाई अलिकति लाग्थ्यो क्या। किनभने जस्तो अब ट्रान्सलेट गर्दाखेरि एउटा सरले आफ्नो स्वतः जुन चाहिँ आयो त्यो लेख्नुभयो नि त, है। तर होइन, यसलाई ट्रान्सलेट गर्नुपर्छ भन्ने लेख चाहिँ अब सहीमा एकदमै मौलिक हुन्छ कि हुँदैन भन्ने कुरा। किनभने अरू भाषाहरूमा चाहिँ यो प्रब्लम आउँदैछ अहिले धेरै बिस्तारै। जस्तो जापानिजमा छ, जो जापानिजमा रियोनोसुके आकुतोगावा भन्ने एकजना राइटर हुनुहुन्छ, धेरै वर्ष अगाडि उहाँले राष्ट्रमन लेख्नु भएको थियो। अब उहाँहरूले ट्रान्सलेट होस् भनेर लेखिएको चिज होइन, तर जब अहिलेको मोडर्न कन्टेम्पोरेरी जापानिज राइटर्सहरू हुनुहुन्छ, लेखकहरू हुनुहुन्छ, जस्तो हारुकी मुराकामी। अब हारुकी मुराकामीको लेखलाई अङ्ग्रेजीमा ल्याउँदाखेरि 25,000 वर्ड्स, एउटा लेखको 25,000 वर्ड्स एडिट गरियो भनेर खबर आएको थियो जब इङ्ग्लिसमा आयो। अनि त्यो प्रब्लम्सहरूको बारेमा स्पेसली मौलिकताको कुरा लिएर नि कि अनुवाद हुनुपर्छ भनेर लेखिएको चिज तपाईँको क्रिएटिभ भिजनसँग मेल खान्छ कि खाँदैन भन्ने कुरा। होइन, मौलिकता नै त्याग्नुपर्छ भन्ने चाहिँ होइन। मेरो भनाइ चाहिँ के भनेदेखिलाई मौलिकता बचाएर यो अघि जुन चाहिँ सङ्केतको कुरा गरियो नि, कतिवटा चाहिँ एकदमै त्यो सङ्केत मात्रै छ यो किताबमा, जुन कुरो चाहिँ हाम्रै मान्छेले मात्रै बुझ्छ। अब अनुवाद गर्दाखेरि त त्यति नै कुरो अनुवाद हुने हो। धन्न अनुरागजीले चाहिँ नोट लेख्नु भएको छ र त्यो नोटले स्पष्ट गराउँछ त्यो सङ्केतहरूलाई भनेको। तर आफ्नो मौलिकता बचाएर पनि अलिकति अब लेख्दाखेरि चाहिँ अरू भाषाभाषीको पाठकलाई पनि सोचेर
लेख्नुपर्ने हो कि अब चाहिँ भन्ने लागेको मात्रै हो, तर मौलिकतै परिवर्तन गर्ने, मौलिकतै त्याग्ने भन्ने त होइन। यो काम गर्दाखेरि मौलिकता त बचाएरै गर्नुपर्छ, त्यो त रहन्छ पनि, त्यो त रहन्छ पनि। एज अ ट्रान्सलेटरलाई कस्तो लाग्छ तपाईँले भन्नु, तपाईँ लेखकहरूमा यो जुन चलिरहेको छ, कोही लेखक अहिले के गरिरहेको छ भने होइन यो जे लेख्दैछ यो कन्टेन्ट चाहिँ अनुवाद गयो भने पहिल्यै कन्सिस्टली गर्छ, त्यो जरुरी छ कि? त्यो मलाई चाहिँ लाग्छ त्यो आख्यान र गैर आख्यानमा फरक आउँछ त्यसमा चाहिँ। आख्यानमा चाहिँ अब गैर आख्यानमा चाहिँ सजिलो छ नि त गर्नु। आख्यानमा मेरोमा पनि अनुवादकको हैसियतले अरू टेक्निक्सहरू पनि छ, जस्तो फुटनोट भयो, नहुने चिज नबुझेको चिज म फुटनोट हालेर त्यसलाई अब त्यो किताबैभरि फुटनोटै हालेर पनि म मिलाउन सक्छु। तर मेरो पर्सनल प्रेफरेन्स अब कतिजनाले आख्यानमा पनि फुटनोट हालेर गरेको म देख्छु। धेरैवटा त्यो पुरानो पेन्गुइनको क्लासिक्सहरू छ, त्यसमा आख्यान कतिवटामा त फुटनोट बिना चल्दैन पनि। तर मेरो आफ्नो प्रेफरेन्स चाहिँ के छ भने म चाहिँ फुटनोट नहालौँ नै भन्छु। तर त्यो फुटनोट अब त्यो फुटनोटको जग्गामा फेरि अथरले नै त्यो भित्र स्पष्टीकरण गर्दै गर्दै गयो भने सरसँग एउटा इन्ट्रेस्टिङ यो पनि हाम्रो भएको थियो नि त। मैले सरलाई भनेको थिएँ यो कतिवटा चिज साह्रै साङ्केतिक भयो सर, म यसमा के चाहिँ गर्नु, अब एकदमै मतलब बेसिक सङ्केत मात्रै छ, अब के गर्नु भन्दाखेरि सरले मैले भनेको थिएँ कि म फुटनोट हाल्छु भनेर। मैले एक ड्राफ्ट फुटनोट हालेर पनि बनाएँ, तर त्यो मलाई पढ्नु मन परेन। त्यहाँदेखि मैले सरलाई पठाएँ यो फुटनोट भएको चिजहरू छ, यता मैले माग गरेको छु सर, त्यो तपाईँले अब नेपालीमा बढाउनुहोस्, यसलाई नेपालीमा यो चिजहरूलाई अलिकति स्पष्ट पाराले अलिकति एक्सप्यान्ड गर्नुहोस्। त्यो एक्सप्यान्ड गरेको चिज फेरि म ट्रान्सलेट गरेर इङ्ग्लिसमा हाल्छु, त्यसले गर्दाखेरि बुझिन्छ भने। सरले 3 महिना राख्नुभयो म्यानुस्क्रिप्ट, भाइ सकिनँ भनेर पठाउनु, त्यो पनि भएको थियो। त्यो पनि हुँदो रहेछ, फेरि लेखकले लेखिसकेपछि कुरा फेरि त्यसलाई सरले भन्नु म यसरी पनि मिलाउन सक्दिनँ, उसरी अब जे लेखेँ मैले लेखेँ। र एज अ ट्रान्सलेटर त अब मेरो ट्रान्सलेटर चाहिँ कस्तो हो भने ट्रान्सलेटर चाहिँ धेरै उसमा फेसलेस हो क्या, त उसको अस्तित्व छैन त्यो। र ट्रान्सलेटरको त केही प्रेफरेन्स पनि छैन। मेरोमा त टेक्निक्सहरू चाहिँ छ, कतिवटा म यसलाई स्पष्ट गर्छु अथवा त्यसलाई घटाउँछु अथवा बढाउँछु। मेरोमा त एडिट गर्ने पावर पनि त छैन त्यस्तो पाराले। एउटा लास्ट क्वेसन अनुराग सरलाई, त्यस पछाडि म तपाईँहरूलाई भन्छु है प्रश्न राख्नुको लागि। अनुराग सर चाहिँ किनभने यस्तो मान्छे हुनुहुन्छ जो चाहिँ हाम्रो लागि एउटा कम्युनिकेसनको लागि हाम्रो कम्युनिकेसनको एउटा ब्रिज जस्तो भएर बस्नु भएको छ। किन भन्दाखेरि उहाँले धेरै लामो समय मेन स्ट्रिम पब्लिकेसन हाउसतिर काम गरेर बिताउनु भएको छ र उहाँले देशभरिको लेखकहरूलाई आफ्नो एडिटिङको क्रममा पढ्नु भएको छ र अहिले नेपाली साहित्यलाई अनुवाद गर्नुहुँदैछ। सर, तपाईँले नेपाली साहित्य, भारतीय नेपाली साहित्यको अहिलेको अवस्थान र यसको प्रोस्पेक्ट्सहरूलाई कस्तो देख्नुहुन्छ, सम्भावना कस्तो देख्नुहुन्छ? मलाई कालिम्पोङ चेपारो पनि पार्नुहोस् तिमी। यसमा होइन भन्नुपर्ने केही पनि छैन, त्यस्तो खासै भन्नुपर्ने केही पनि छैन। अब 3टा आन्दोलनको ठुल्ठुलो उपन्यास निस्किसक्यो, अरू पनि निस्किँदैछन्, अरू क्रमहरू पनि। सरले आफ्नो अथर एउटा लेखकीय नोटमा भन्नुभएको छ कि धेरै समय बादमा नलेखिएको चिज लेख्दाखेरि ठुलो भार उठाउनु पर्दो रहेछ अरे क्या किताबले। त्यो किताबमा सबै आउनु पर्दो रहेछ, अलिकति सामाजिक हिस्ट्री पनि आउनु पर्यो, सोसियोलोजी पनि आउनु पर्यो, अलिकति त्यसमा आफ्नै कथा पनि भन्न सक्नु पर्यो है। अन्त प्लस एट द सेम टाइम छुदेनले फर्स्ट किताब फात्सुङ लेख्दाखेरि चाहिँ मैले छुदेनलाई पनि भनेको थिएँ, दुःख पाउनु आँटेको छौ तिमीले। दुःख चाहिँ कस्तो पाराले पाउनु आँटेको छौ भन्दाखेरि चाहिँ सबैजनाले आएर भन्छन् त तिमीले मेरो चाहिँ किन लेख्दैनौ त्यसमा। कोही बेला अब यस्तै ग्यादरिङहरूतिर पनि त्यो लेखकको त्यो जुन चाहिँ एउटा उसको आफ्नो इन्टेग्रिटी छ त्यसमा पनि आएर अट्याक हुन्छ नि त, तिमीले यो किन लेख्यौ, तिमीले त्यसरी केसी। र त्यो चाहिँ किन भएको भने चाहिँ अब
लेखिएकै छैन नि त धेरै धेरै पर्सपेक्टिभ्सहरूबाट लेखियो भने हाम्रो कथाहरू धेरै प्रकारले बढ्दै जान्छ र आई थिङ्क स्टार्ट अब यो पर्टिकुलर टपिकमा आन्दोलनको टपिकमा स्टार्ट भएको छ अझै लेखिँदैछ अझै लेखिन्छ होला तर मलाई चाहिँ के लाग्छ भने अब अलिकति अरू सब्जेक्टहरूतिर पनि जाउँ अरू कथाहरू पनि पढौँ हाम्रै अरू टपिक्सहरू पनि छ है अनि हाम्रै लेखकहरूले नेपालीमा अरू कुनै सब्जेक्टमा लेख्दैछ भने त्यसको पनि त अलिकति हामीले एक्सेप्ट गरेर उदार दिलले पढ्नु पर्यो नि त हाम्रो लेखकले हाम्रो कथा मात्रै भन्नुपर्छ भनेर भन्ने त केही जरुरी छैन र सायद अझै लेख्नु पर्यो अझै जानु पर्यो बाहिरको कथाहरू अनुवाद हुनु पर्यो जस्तो लाग्छ मलाई हाम्रो भाषामा त्यो मात्रामा हुन सकेको छैन है सबै कुरा किताबै बनिनुपर्छ भन्ने पनि केही पनि छैन लघुकथाहरू पनि छन् जस्तो अब रसियन रुसका लेखकहरूको लघुकथाहरू भयङ्कर दामी दामी छन् एउटा सिङ्गल लघुकथा गर्दा पनि भयो प्लेटफर्म्सहरू पनि धेरै भएको छ अब जरुरी छैन एउटा वर्डप्रेस भन्ने वेबसाइटमा सिम्पल एउटा वेबसाइट फ्री वेबसाइट बनाएर जर्नल बनाउँदा पनि हुन्छ जसमा चाहिँ जसले कन्ट्रिब्युट गर्न चाहन्छ त्यसमा गर्न सकिन्छ तर ओन्ली थिङ इज अब अझै लेखौँ जस्तो लाग्छ अझै आओस् अनि जति डाइभर्सिटी आउँछ लेखनमा जति रिडिङ पढाइमा पनि जति डाइभर्सिटी आउँछ उति नै हाम्रो लागि फाइदा हो